हेलो साथीहरू, आज म हजुरहरूलाई मेरो रेसिपी दिन गइरहेको छु। मैले फर्सीको मुन्टालाई मसिनो गरेर केलाएर राखेँ। मसँग भएको लोडेको सागलाई पनि फर्सीको मुन्टा सँगसँगै राखेर पानीमा राम्रोसँग पखालेर राखिदिएँ। यो चाहिँ मसँग भएको घिरौलालाई राम्रोसँग काट्नको लागि बाहिरको बोक्राहरू सबै फालिदिएँ र त्यसलाई मसिनो गरी काट्नको लागि टुक्रा बनाइदिएँ। यो मेरो पहिलो रेसिपी भएको भएर मलाई राम्रोसँग बोल्न आएको छैन। यसलाई मसिनो गरेर काटिदिएँ। यो सँगै मैले आलुलाई पनि सँगसँगै काटिदिएँ। आलु त सबैमा मिल्ने गर्छ नि त, त्यो भएको भएर मैले स्वादअनुसार थोरै लसुन र खुर्सानीलाई यसमा कुट्नको लागि छोडिदिएँ र अघि काटेको आलु र घिरौलालाई पखालिदिएँ। यो मेरो मसला तरकारीमा हाल्नको लागि। अनि मेरो रेडी भयो तरकारी। अनि यसलाई पकाउनको लागि ग्यासमा प्यान राखेर तेल हालिदिएँ। तेल तातो भइसकेपछि मैले त्यसमा मेथीको दाना फुराइदिएँ। त्यसपछि अघि कुटेको खुर्सानी र लसुनलाई हालेर अघि काटेको आलु र घिरौलालाई मैले सुरुमा तेलमा फ्राई गर्नको लागि छोडिदिएँ। अनि फेरि राम्रोसँग भुट्न दिनको लागि फेरि पनि मैले चलाइदिएँ। अनि यसको कलर आउनको लागि मैले थोरै बेसार हालेर फेरि पनि चलाइदिएँ। अनि बेसार हालिसकेपछि फेरि एकछिन राम्रोसँग त्यसलाई अल्टाइ गरेर मैले चलाएँ, किनकि त्यो बेसार सबैतिर लाग्नुपर्छ, त्यस कारणले मैले उसलाई चलाइदिएँ। हेर्नुहोस् त साथीहरू, यो राम्रोसँग भुटिसकेको छ। अनि मैले त्यसै अनुसार अघि काटेको प्याजको पत्ता, प्याज अनि टमाटरलाई हालिदिएँ। हालिसकेपछि यसलाई राम्रोसँग चलाइदिएँ र एकछिन भुट्नको लागि छोडिदिएँ। त्यसपछि मैले स्वादअनुसारको थोरै नुन हालिदिएँ। नुन हालिसकेपछि फेरि त्यसलाई यताउता लगाउनको लागि फेरि पनि मैले चलाइदिएँ र अघिले हालेको मरमसला पाक्नको लागि। हेर्नुहोस् त साथीहरू, यो सबै पाकिसकेको छ र अघि मैले काटेको फर्सीको मुन्टा, लोडेको सागलाई एकैचोटि हालिदिएँ। त्यसलाई राम्रोसँग चलाइसकेपछि यो अलमोस्ट रेडी भइसकेको छ। दिस इज माई फाइनल तरकारी। अनि फेरि मैले थोरै नुन थपेँ, किनकि नुन कम थियो मेरो तरकारीमा। अनि यसलाई एकछिन चलाएर छोडिदिएँ। मेरो तरकारी पाकिसकेको छ। अनि मैले खानको लागि कुकरमा चामल हालेर बसालिदिएँ। ल हेर्नुहोस् त, मेरो खाना पनि पाक्यो। ल है साथीहरू, म त खानको लागि रेडी भएँ। मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नुहोला। थ्याङ्क यू।